जापानमा स्टुडेन्ट भिजामा आउनेहरू चाहिँ एउटा दलदलमा परे जस्तो लाग्छ मलाई। किनकि एउटा दलदलमा पनि हुन्छ नि, जति निस्किन खोज्यो त्यति धेरै झन् भित्र दाबिँदै जान्छ। सेम त्यस्तै लाग्छ मलाई। किनकि यहाँ जापान आइसकेपछि अब 2-3 महिना 4 महिना त काम खोज्नै लाग्छ। त्यसपछि फेरि के हुन्छ भने गएको फीहरू हाल्ने टाइम हुन्छ, त्यसपछि रुमहरू खोज्ने टाइम हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै प्रेसर हुन्छ हैन। अनि बिस्तारै त्यसै गरी जाँदै गयो, सकिँदै गयो। 2 वर्ष कम्प्लिट भइसकेपछि अब सेनमनको लागि पनि हुन्छ हैन। सेनमन खोज्न पर्यो, प्रेसर हुन्छ। सेनमन पनि भनेको टाइममा पाउँदैन। कतिपय मान्छेहरूले त अब सेनमन पनि पाउँदैन हैन। सेनमन पनि जसो तसो कटायो। अनि पछि फेरि वर्किङको लागि पनि त्यस्तै हुन्छ। वर्किङ पनि पाउँदैन, वर्किङ लाउनलाई पनि सकिरहेको हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ जापानमा स्टुडेन्ट भिजामा आउनुभएकोहरू चाहिँ दलदलमा परे जस्तो लाग्छ क्या मलाई चाहिँ। किनकि अब घरमा न ऋण तिर्न सकिन्छ हैन, न यहाँ सन्तुष्टिले आफू हिँड्न सकिन्छ, खुसी भएर रमाएर मजाले रमाइलो गरेर हिँड्न पनि सकिन्छ हैन। अब अन्ततिर पनि जानुभएको छ हैन, स्टुडेन्ट भिजामा धेरै व्यक्तिहरू जानु भइरहेको छ। सो अन्त त हामीलाई त थाहा छैन हैन। अब के छ कस्तो छ, हुन त अब स्ट्रगल जहाँ पनि एउटै हो। सो उतातिरको केस चाहिँ कस्तो छ, सो अहिले भोगिरहनु भएको उहाँहरूलाई नै थाहा होला हैन। सो मैले चाहिँ स्टिल अब जापान स्टुडेन्ट लाइफमा भोगिरहेको छु। सो त्यो कारणले गर्दाखेरि मलाई चाहिँ जस जापानको स्टुडेन्टको लाइफमा चाहिँ अब अनुभव भएको कारणले गर्दाखेरि चाहिँ एउटा दलदलमा परेछु जस्तो लाग्छ मलाई चाहिँ।